अगाडि कटायो र होइन पछाडि आउँदैछ कहाँ जाँदै हो रे घुम्नु कता गयो त टोलीहरू त ए अर्को मान्छे हो क्या हो हेलो हेलो त्यहाँबाट तलतिर होला ल अप्ठ्यारो भयो तेल हाल्ने कुराकानी भयो हाम्रोमा चाहिँ फुल भएको कुरा जाउँला जाउँ हेलो हाइ नि भन्दैन त के हो ल जाउँ हाइ नि भन्दैन त के हो ए सरी यो टर्निङतिर उता बाटो थियो त थिएन है अलि माथि नैबाट हो भाइ बाटो त अस्ति हामी यतैबाट त आएको नि ए सरी कति लाग्दो रहेछ कहाँ गयो त अनि टोलीहरू त आउँदै होला ल मान्छेहरू पुगेर फर्केर आउँछ मैले नि एउटा लिएर आएको सर त पछाडि पर्नु भयो हो म त अगाडि पो जानुभएछ भनेको नि त्यहाँतिर चाहिँ ल डोको एकतिर फोहोर एकतिर भएछ त्यो ज्याकेट त नल्यायो भने हुन्न बेकारमा फाइनली होइन हामी चाहिँ आइसक्यौँ तेरो मान्छे दामी यार कहाँ चढाएको त्यो माथि ठोक्यो भने के गर्ने हाँस्दै रहेछ आधी टोली भागिसक्यो होला के भन्दा कस्तो मानेन मसँग आज चिनेन क्या मलाई है त्यही फुपू हो म भनेर चस्मा खोलेर देखाउँदा पनि होइन भने टाढै रहेछ त जानु फाइनली आइपुग्यो लु हामी चाहिँ जानु लागेको
घरतिर जानुपर्ने हुन्छ। यहाँ चाहिँ हामी घर फर्किने हो। कति बज्यो? अरे बाख्रे बा अँध्यारो अँध्यारो भयो। कस्तो अँध्यारो आउँदो रहेछ यहाँ त। हामी चाहिँ कहाँ हऱ्यो? यो अब हामी चाहिँ फर्किने बेला भयो। खोइ त अनि यहाँ हामी चाहिँ फर्किँदैछौँ। पानी पऱ्यो भने बिजोक हुन्छ नि। ओइ झन्डै लड्यो। अरे बाफ्रे। ओहो कस्तो अँध्यारो गएको। आया कस्तो आइपुगेको छैन होला। त अँध्यारो आउँछ त यो अँध्यारै भएको स्टेबलाइजर अफ गरेर रहेछ कि हो पुरा हल्लेछ। यस ए फास्ट पो बोलिरहेछ। लाइट पनि बोलिरहेको रहेछ त। जाने किन अगाडि बस्ने झन् गाह्रो हुन्छ ल। गाडी लिएर आएछ त आज त। कता पुग्यो? हालत यस्तो भइहालेछ अरे हाम्रो। कता हो देखिन्छ कि देख्दैन? कटे क्या माइक दाजुले दुःख दिइहालेछ अरे। यहाँ कस्तो राम्रो देखिँदैछ। के भन्छ यहाँ चाहिँ? कहाँ हो यो त उयो होला नि। हेरो सबै उयो क्या हो? होइन केही छैन। केही छैन। हजुर केही छैन गाडी कहाँ आइपुग्यो थाहा छैन। बाङ्गो भएर बस्यो है। मकै बारी यहाँबाट पनि राइड यता ए ल गइदिउँ यस्तो राम्रो बाटो रहेछ भाइ। अघि नि भन्नु पर्थ्यो नि। ढलान छ चाहिँ भनेर भन्यो। यता गयो भने चाहिँ धली लाग्छ अरे। यता गयो भने चाहिँ काठमाडौँ लाग्ने अरे। हेलो हेलो
फाइनली घर आइपुग्यो